सट्टी काँक्रा मैले यहाँ चोरेर खाँदैछु है भुइँमा काँक्रा फल्दो रहेछ नि यहाँ त यार है बुढी हामी थाक्रा खोज्दै हिँडेछौँ काँक्राका हामी काँक्रालाई थाक्रा खोज्ने यहाँ भुइँभरि काँक्रा ए खरबुजा लानु खरबुजा टिप्नीको चोरेर काँक्रो त मिठो हुँदो रहेछ यार बढी हान्छ है चोरेर खाएको कि काँक्रा हो र कति रुपियाँ किलो रे बुढी ल्याइनौ खरबुजा खरबुजा हैन के तरबुजा हो रे लिएर जाने हुन्छ अनि खरबुजा टोक्छौ र एकचोटि चोरा ल के अरे एउटा लिएर जाऊँ नि त खरबुजा अलिक ठुलो चाहिँ खोजेर कसरी पनि प्याट पार्ने भन्छ यार हेरियो लिएर जाऊँ बुढी क्या ठुलो खोजेर लिएर जाने गाइस म चाहिँ खरबुजा फार्ममा खरबुजा चोर्न आइरहेको छु होइन अब हेरौँ है यतापट्टि त सबै उतापट्टि सरी बुढीले बोलाइछु उतापट्टि गएर खरबुजा चाहिँ एक चरण खरबुजा चोरेर चाहिँ ल्याउनुपर्छ ल खै त्यो ठुलो खरबुजा यहाँको कहाँ तिम्रो कहाँ खिच्दिनु त नि यत्रो छोए खिच्दैन भन ल अरूले मेरै भिडियो बनायो भने बरु त भाइरल होला एकतिर झोला भिराएको छ एकतिर क्यामेराले है एकतिर होर्दो टिपल पेट हान पहिला मादल जस्तो साउन्ड आयो ल हो त्यही निकाल ल गरे है गाइज हामी खरबुजा टिप्यौँ खरबुजा ज्यामको छ है ठुलो छ भन्यो 1 केजी खर्च त्यो तर यहाँ बद्देको सबैभन्दा ठुलो त यही हो ल मेरो बुढीले त खरबुजा लिएर नाच्दैछन् होइन एउटा मात्र लाने धेरै लहर काम नेपाली उत्पादनलाई यसो प्रोत्साहन गरौँ भनेर आएको गाइस अब इन्डियन खरबुजा खाइराख्नु भन्दा होइन कुन त कति गयो कति एउटा काँक्रो पनि चोरा चाहिँ पाइयो बुढैबाट के खै टिप्ने हो र